हेलो दाई नमस्ते नमस्ते भाई हैप्पी न्यू ईयर भाई हैप्पी न्यू ईयर 2026 Happy New Year भाई welcome to 2026 we are going to 26 हाम्रो अनि 25 लाई सम्झिनु पर्दा चाहिँ तपाईँ कसरी सम्झिनुहुन्छ म 25 लाई सम्झिँदाखेरि हजुर एकदम त्यो नेपाल गएको एप मात्रै आउँछ हजुर अरू चाहिँ जापानमा नि धेरै रमाइलो छ जापानमा नि धेरै रमाइलो छ तर जुन चाहिँ 25 मा एकचोटि नेपाल गएर आयो म एकदम रिफ्रेस भएर आएँ यो हामी चाहिँ 2025 मा भएको नराम्रो कुराहरूलाई चाहिँ आगोले सिकाउँदै पछाडि हटाउँदै राम्रो कुराहरूलाई ग्रहण गर्दै अगाडि बढ्ने छ हैन एकदम भाइ अनि आजको दिन चाहिँ कस्तो भइरहेछ आजको दिन भन्दा नाइट आजको नाइट हाम्रो 2026 लाई वेलकम 2025 लाई बाइ बाइ आजको नाइट चाहिँ मलाई एकदम खुसी लागेको छ भाइ हैन म चाहिँ जुन चाहिँ अब आफ्नो भाइहरू चिरुको भाइहरू दाइहरूसँग बस्न आएको छु हैन आगो ताप्दै हैन यो जापानमा जताततै आगो ताप्न पाइन्न हैन भाइ आगो चाहिँ अब म आगो ताप्न पाएको छु हैन भाइ यो भनेको हाम्रो नेपालको शिवरात्रि हुन्छ नि हाम्रो त नेपालमा जतिखेर नि तापिन्छ नि भाइ त्यही पनि शिवरात्रिको जस्तो ठुलो आगो आज हाम्रो यहाँ न्यू इयरमा ऊ भएको छ ऊ त्यो भाइ त्यहाँ हेर नि त्यहाँ त्यो चाहिँ यो पुरै रक्सी खाने लाइन हो है माहौल एकदम कडा छ है जापानमा चाहिँ एकदम महत्त्वपूर्ण मानिन्छ यो रक्सी खाने लाइन हो ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर है